बक्स बाङ्गो भयो जुन बक्स बाङ्गो भयो हो यहाँ अब मैले यहाँ उसबाट हेरिसकेँ बक्स बाङ्गो सिधा गर्नु पर्यो सिधा गर्नु पर्यो सिधा यो पावर सकेटलाई होइन भन्छ यो पावर सकेट हेर्नु त हजुर हजुर ल यो स्विचको लागि यो बोर्डमा यसरी च्यानलमा चाहिँ फल सिलिङको लागि यसरी तार यसरी माकुराको जालो जस्तै गरी हामीले हाम्रा यी साथीभाइहरूले यसमा चाहिँ जिप्सन बोर्ड लगाइन्छ यसमा चाहिँ फल सिलिङको लागि तारहरू यसरी यो च्यानलमा चाहिँ कामहरू लिने गरेर च्यानलवालाले हाम्रो यो च्यानलमा यसरी पाइप सरेर लगेर चाहिँ पहिला जिप्सन बोर्ड ठोक्नुभन्दा पहिला चाहिँ यो काम गरिन्छ हाम्रो खुँखार मिस्त्री एकदम बल्ल काम गर्नु होइन त यसरी यो बोर्डमा हामीले तारहरू निकालेका छौँ यसमा चाहिँ हामीले तारहरू निकालिसकेका छौँ पाइप हालेर यो जिप्सनमा पाइप हालेर यसरी गरेका छौँ त्यसले हामी 5 तला माथि ट्रस हालेर चाहिँ ट्रसमा यसरी तल फल सिलिङको लागि जिप्सन बोर्ड हालेको छ र जिप्सन बोर्डमा तारहरू यसरी हामीले निकालेका छौँ र यो हलको चाहिँ स्विच यहाँ बस्छ स्विचको लागि बक्स पनि हामीले हालिसकेका छौँ करण मुसु हाँसेछ त्यसपछि आएर मेरो चिन्ता छ त्यसपछि आएर हाम्रो डिबीबाट चाहिँ यसरी तार निकालेको छ यो चाहिँ हाम्रो डिबोर्ड यहाँ चाहिँ मेन सप्लाई आएर यहाँबाट चाहिँ हरेक ठाउँमा सप्लाई यो ब्लग बनायो क्या होइन कहाँ ब्लग हुन्छ फाइनल भएर